हाई एभ्रिवान, आज हाम्रो छोरी प्रजुको फर्स्ट डे अफ डे केयर है त। यसरी टक्क लाएर मम्मीले पूजासुजा गरिन्, टिका लगाइदिन्। ल आशीर्वाद ज्ञान सुन्नुहोस् है। अनि टिचरले भनेको मान्ने, ओके? चकचकाउनु हुन्न नि भास भनेको मान ल। हस् हैन बाबा नमस्ते गर। म चाहिँ सधैँ जिस्किराख्ने मान्छे है। अब बाबालाई पनि बाबालाई ल टक्क लगाएर छोरीलाई बाहिर लिएर गयो। यसो फोटोसोटो खिचिदिनु पर्यो, भिडियो बनाइदिनु पर्यो भनेर। कहाँ जानु लाग्यो? खासै राम्रो भिडियो चाहिँ भएको छैन। कहाँ जानु लाग्यो? कहाँ ब्याग हेर्नुहोस् न, ब्याग। कहाँ जानु लाग्यो? छोरी चाहिँ एकदमै एक्साइटेड सानो तिमी स्कुल जाने हो? तर हामी चाहिँ एक्साइटेड प्लस अब तिम्रो ब्याग देखाउ। हामी पनि नर्भस भइरहेको थियौँ। हामी चाहिँ ए बाबा मम्मी, तर छोरी चाहिँ एकदमै एक्साइटेड। स्कुलहरु के भन्छ? बिहानदेखि नै अब जो साथीहरू भेट्न पाइन्छ, खेल्न पाइन्छ भनेर खुसी भइरहेको थियौँ। मात्तिन ल। किन एक्साइटेड? स्कुल जानु भनेर हो? अब यहाँबाट हामी चाइल्ड केयरमा पुग्यो। चाइल्ड केयरको पार्किङमा हो यो चाहिँ। टक्क लाएर त्यस पछाडि गेटमा कुर्यौँ, ढोका खोलिदिनु भयो। चाइल्ड केयर सेन्टर पुग्यो हामी चाहिँ। त्यस पछाडि बिहानै थियो, जस सबै टिचरहरू आइसक्नु भएको थिएन। यताउता हिँड्यौँ, त्यसपछि टिचरलाई कुरेर एकछिनमा सबै कुराहरू यता गरेर जस प्रजुलाई चाहिँ डे केयरमा छोडेर हामी चाहिँ निस्कियौँ है त 8:30 बजीतिर। त्यस पछाडि बाहिर निस्केको यहाँ त यस्तो भइरहेछ। रोइन हो, देख्नुभयो नि, रुन सुरु भयो। त्यही पनि मैले चाहिँ जिस्काउन छाडेको छैन। यस्तो छ रोना धोना। यो काममा जानुपर्ने भयो। त्यस पछाडि सकियो, म पनि आत्तिएँ। बिचमा दुईचोटि फोन गरियो, जस के गरिरहेछन्, कसो गरिरहेछन् भनेर। के हो चुच्चु भनेको? अनि छोरीलाई पिक गरेँ म गएर। मम पनि हुनुहुन्थ्यो। ससेज भन। छोरी फेरि एकदम ससेज खाथ्यो? रमाइलो भएछ उसलाई चाहिँ। जान घर आउन मानिरहेको थियो। खेल्थ्यो? के खेल्यो त? जस राम्रै भएछ, टिचरले पनि राम्रो भयो भन्दै हुनुहुन्थ्यो है। एकदम रमाइछन्, मजाले साथीहरूसँग खेल्ने उ गर्ने अब खेला भन्नु भएछ। कस्तो नेपालीमा बोल्नु भयो तेरो? छोरीको गफ सुन्नु, गफ इङ्ग्लिसमा बोल्नु भयो थियो? के भन्नु भयो इङ्ग्लिसमा? बोल्यौ? नगर्ने भन्यो? के गर्ने भन्यो? डर आयो? किन डराएको त नि? डराउनु हुन्न क्या है? किन डराउनु त नि? टिचरले चेन्ज गरिदिनुहुन्छ नि। किन डराउनु? ल है त। छोरीको चाहिँ जस फर्स्ट डे एक्सपिरियन्स माने यति नै थियो। बिहान कसरी छोडेको पुरै टिचरले पजुले चाहिँ धेरै खेलिछन् बाहिर भन्नुभएको थियो हो? किन त्यस्तो गरेको सानो? कपाल ज्यान मान्छे सबै त्यस्तै स्थिति थियो। यो चाहिँ छोरीको फोटोहरू है त। कति राम्रो फोटो छ होइन? ल है प्रजु, पछि गएर थ्याङ्क यू बाबा भन्ने है त। बाई।